हस् सर हस् हुन्छ सर, हजुर। नमस्कार हजुरलाई सर। ल त्यो इम्ब्यालेन्स त तपाईँले थाहा पाउनुभयो, त्यसलाई अब हाम्रो कन्फ्युजन छैन, मैले तपाईँको देखिसकेँ। हजुर सर। अब चाहिँ आज हामीले एउटा पुलब्याक पढौँ, पुलब्याक प्लस अटरबक। के हो त त्यो पुलब्याक? नर्मली तपाईँले पढ्नु भएको है, यो पढ्नु भयो होला। यो माथि गयो चाहिँ यो चार्टभन्दा अलि माथि जाऊँ। माथि यसरी गयो, तल आयो, फेरि माथि गयो, यसलाई हामीले पुलब्याक त पढ्यौँ। हजुर सर हो। तर हामीले अब अर्कै तरिकाले पढ्छ, मैले एडभान्स तरिकाले पुलब्याक पढ्छ हेर्नुहोस्। अब हाम्रो पुलब्याक कसरी हुने भयो भनेपछि सर, हजुर। मान्नुहोस् ग्रिन क्यान्डलहरू यसरी बनिरहेको छ, बनिरहेको बेला चाहिँ एउटा ठाउँमा गएर चाहिँ रेड क्यान्डल बनिदिन्छ, तल आयो। अलि राम्रोसँग हेर्नु है, यो ग्रिन क्यान्डलको हाईलाई, जुन क्यान्डलले हाई लगाएको छ है रिसेन्ट, त्यसको चाहिँ लोलाई ब्रेक गर्यो मार्केटले। लो ब्रेक गरिसकेपछि फेरि यसको टार्गेट भनेको चाहिँ हाई हुन्छ हेर्नु। ट्याक यसको हाईलाई टार्गेट गरे भनेपछि चाहिँ यसलाई चाहिँ पुलब्याक भन्छन् हेर्नुहोस्। अब भ्यालिड पुलब्याक छ अब यो। ल यस्तो केसमा चाहिँ अब पुलब्याक भन्न मिल्छ सर हेर्नु। पुलब्याक हाम्रो भइसक्यो, हाम्रो धेरै उचाइन्न क्यान्डलहरू पुलब्याकको लागि। यति भएपछि हामीलाई थाहा भयो कि अब मार्केटमा चाहिँ पुलब्याक भयो। ए हजुर हजुर। अब हेर्नु भ्यालिड र इनभ्यालिड कस्तो केसमा हुन्छ त? यदि मान्नुहोस् यो हाम्रो रेड क्यान्डलले यसको यहाँ नदिएर यति आएको भयो, हाम्रो पुलब्याक भयो कि भएन त? पुलब्याक त त्यही त सर, अब यो पुलब्याक त यसलाई भएको भन्न मिल्छ मिल्दैन सर, थाहा भएन सर। यो त पुलब्याक पुलब्याक भन्न मिल्छ सर, मिल्छ सर, मिल्दैन यसलाई है? म रुल भनिदिन्छु है, रुल्स। हजुर। रिसेन्ट क्यान्डलको चाहिँ लोलाई लिनु पर्यो सुरुमा। लोलाई चाहिँ मजासँग क्यान्डलले लिए पनि भयो, विकली लिए पनि, च्याडोले लिए पनि भयो। लोलाई लिइसकेपछि चाहिँ जुन क्यान्डलको लो ल्याएको छ त्यसको हाई पनि लिनु पर्यो। ए ए ए ए ए ए ए। जस्तै यसको लो लिएन, हाई मात्रै लियो, यो पुलब्याकै होइन। यो रेड क्यान्डल छ छन्न चाहिँ, तर हाम्रो ग्रिन क्यान्डलमा फर्मेसन भयो क्या, यो बाइङ क्यान्डलै भन्नु मिल्छ यसलाई। सर एकचोटि फेरि किन भनिदिनुहोस् भनेपछि यसलाई, फेरि भनिदिनुहोस् सर, यसलाई एकचोटि फेरि भनिदिनुहोस्। हेर्नु है, हजुर। जस्तै हाम्रो यो क्यान्डललाई हटाइदिउँ, यो क्यान्डललाई अलि अगाडि हटाइदिउँ र यसलाई पनि हटाइदिउँ। अहिले हामीले मानौँ मार्केट कन्टिन्यू गइरहेको छ, हजुर सर हजुर। एकचोटि पनि पुलब्याक दिएको छैन, कन्टिन्यू गइरहेको छ। यदि माथि गएर रिसेन्ट क्यान्डल त यो भयो हाम्रो। अहिलेको माथिको क्यान्डिल सबभन्दा माथिको। अब हितीदेखि मार्केट फेरि ओपनिङ भएर यसरी तल आउँछ, यसको लोलाई लिन्छ। क्यान्डलको कलर म्याटर गर्दैन है, लोलाई लियो। लिइसकेपछि जुन क्यान्डलको लोलाई लिएछ त्यसको हाईलाई लिन्छ भनेपछि यो चाहिँ एउटा पुलब्याक हो हेर्नु। जुन सर कुन क्यान्डलको लो भनेको सर, त्यही क्यान्डलको लो भन्नुभयो है? हो यो हाईको, यो क्यान्डलको जुन क्यान्डलले हाई लगाएको थियो नि, अँ यो त पछि गएर हाई लगायो नि, मानुस् कि यो त अँ। पछि गएर हाई लगायो यसले। पछि गएर यदि हाइलाइट यो हो। केसमा चाहिँ यो त अहिले यो त पछि आएर थप्यो नि त हाई, नत्र नि त अहिलेसम्मको हाई त यो छ नि। छ छ छ छ छ छ छ छ। अनि यसको लो लिइसके, यसको लो लिइसकेपछि यसको हाई लिएपछि चाहिँ बल्ल पुलब्याक भन्न मिल्छ। अब यसरी गएर माथि ब्रेक गरिदियो भनेपछि चाहिँ पुलब्याक भयो। अब तपाईँले यो ठाउँमा इन्ट्री लिएर अनि स्टप अनि लसलाई सर चाहिँ त्यो यहाँ, त्यो रेड क्यान्डलले के जनायो सर? रेड क्यान्डलले के जनायो भने चाहिँ मार्केटमा के हुन्छ भनेपछि धेरै जस्तो मान्छेहरू यत्तिकै बढाएको भरमा बाई गर्ने अथवा स्टप लसलाई चाहिँ यहाँ तल राख्नेवाला हुन्छन् क्या हेर्नुहोस्। ए ए। क्यान्डलको लोमा हजुर। कसले राख्छ भनेपछि जो मान्छेहरू अलिक ठुला ठुला अलिकति धेरै किताहरू किन्नेवाला हुन्छन्, तिनीहरूले चाहिँ क्यान्डलको तलतिर यसरी राख्छ। अनि म्यानिपुलेट पनि कसरी गर्ने भने चाहिँ यत्रो रेड क्यान्डल बनिसकेपछि, यत्रो देखेपछि अब मार्केट घट्छ होला भनेर कोहीले बेचिदिइहाल्छन् हेर्नुहोस्। हजुर कोही हजुर। मान्छेले फेरि प्रिभियस क्यान्डलको लोलाई दिएपछि बेचिदिनेवाला हुन्छन्। अनि बित्छ। डरायो, त्यसरी चाहिँ जान्छ हेर्नुहोस्। सर हामीले त्यसमा थर्ड क्यान्डल हेर्नै पर्यो है? पर्यो पर्यो। मान्नुहोस् यो केसमा तपाईँको हाईलाई तोडिन, यति नै बस्यो, ग्रिन क्यान्डलले बन्यो, हाईलाई तोडेको छैन, फेरि तल आयो भनेपछि अझै तपाईँको पुलब्याक भएको छैन। जतिखेर हाईलाई तोड्छ त्यतिखेर बल्ल पुलब्याक हुन्छ। अब के हुन्छ एउटा कुरा भनिदिउँ, यसरी तपाईँले सर सुन्नु गएपछि न, मार्केट अब यो लु। एउटा हजुर एउटा कुरो त पुल ब्याक गरेर त माथि गयो, ब्रेक गर्यो है सर? हजुर। अघि देखाउनु त सर। अब सब। यो मैले उ गर्छु। हजुर अनि त्यो छ नि सर, यो सपोज यो रातो क्यान्डल, त्यो 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 जुन जुन हामीले रिसेन्ट क्यान्डल ल्याएको थियो नि, जहाँ हाई पुल ब्याक रिसेन्ट क्यान्डल, ग्रिन के सर त्यो थर्ड हो? त्यसको त्यसको लोलाई ब्रेक गरे के हुन्थ्यो सर, डाउन गरे भए यी क्यान्डलहरूले? एनु क्यान्डलले यसलाई डाउन गराए केही पनि हुन्थेन। जति बेलासम्म हाईलाई तोड्दैन तबसम्म हाम्रो पुलब्याक हुन यसको हाईलाई तोड्नै पर्यो। पुल ब्याक, पुल ब्याकको कुरो, पुल डाउनको होइन, पुल ब्याक, पुल अपको, पुल डाउन अप ब्याक।
पुल हजुर हजुर। जस्तै एउटा चार्टमा गएर हेरौँ, हजुर सर झमाझम बढेको मार्केट जिएमएलआई हेरौँ है। हजुर 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 हेर्नु गयो मार्केटहरू गएको गइ छ। अनि झ्याप्पै यो ठाउँमा एउटा पुल ब्याक दियो। कसरी पुल ब्याक दियो भन्दाखेरि चाहिँ यसले चाहिँ यो क्यान्डलको चाहिँ हाईलाई पनि लोलाई लियो अनि हाईमा गएर क्लोजिङ दियो। हो सर हो अब तपाईँले यो ठाउँमा किनेर यहाँ स्टलमा राख्न सक्नुभयो क्या सर, एउटा रिस्क लिएर। ए ए मैले मेरो स्टुडेन्टहरूलाई यो ठाउँदेखि 2300 ठ्याक्कै यो तिन किनाएर यहाँ हजुर बेच्चा थिएँ हेर्नु। ए यहाँ बेचाइदिएँ। ए यो मुभ पक्ड्नु भएको थियो। यो रिस्की मुभ थियो। मैले भने पनि थिएँ अलिकति रिस्क पनि छ, तर राम्रो रिवार्डहरू आउँछ भनेर चाहिँ ट्याक्कै यो पक्डायौँ। किन पक्डायो भनेपछि हेर्नुहोस् पुल ब्याकमा हेर्नु न, यहाँ माथि गयो, यस क्यान्डलको लोलाई पनि लियो, हाईलाई पनि ठ्याक्क उमा थियो, प्लस यहाँ एफइजी पनि छ हेर्नुहोस्, इम्ब्यालेन्स। इम्ब्यालेन्समा पनि ट्याप भयो। त्यसपछि मैले किन्नु सर बिस्तारै भनेर चाहिँ यहाँ किन्नुभयो। यो ठुलो मुभलाई पुरै क्याप्चर गर्नुभयो, 150 पोइन्टको मोमेन्टम पुरै। हजुर, यसरी चाहिँ पुल ब्याक हुन्छ। यो हामीलाई कति बेला काम लाग्छ भनेपछि मार्केट बढिरहेको बेला काम लाग्ने भयो। अनि यो फेरि पछि हामीलाई एउटा अडल ब्लक भन्ने पर्छ नि, त्यस बेला काम लाग्छ। है। मैले इक्जाम्पल देखाइदिएँ नि, ठ्याक्कै यही हो हेर्नु है। ए हजुर हजुर मैले बुझेँ सर बुझेँ। सर त्यस्तो पुल ब्याकको लागि दुइटै क्यान्डल लिने भनेको अहिले तिनवटा भन्नुभएको थियो, अहिले दुइटै लिने भयो, जस जे गर्नु भयो। ल हेर्नु, जस्तै यो ठाउँमा त एउटा दुइटै क्यान्डलले दियो नि, जस्तै कि हाईमा गएर क्लोजिङ भएको त्यही भएर। ए तल पनि आएछ। जस्तै तल लोलाई स्विप गर्यो, मतलब कि लियो, त्यो स्विपको कुरा पनि पढौँला। लोलाई लियो माथि हाईमा गएर क्लोजिङ भयो भने चाहिँ यसले काम गरिदिइसक्यो पुल ब्याकको एउटै क्यान्डलले। गऱ्यो फेयरवेल ग्याप पनि छ हेर्नु सर, त्यत्रो कति ठुलो छ फेयरवेल ग्याप, के त इम्ब्यालेन्स। हो त्यो पनि छ। याचेरलको पनि हेर्नुहोस् तपाईँले, कस्तो भन्दाखेरि चाहिँ मार्केट बढ्यो, सरर गयो माथि, ठिक छ। हजुर सर गएपछि यो यो क्यान्डलको हाई यसले लियो, लो लिन सकिन। लो लिन नसकेपछि फेरि हामी एउटा क्यान्डलमा सिफ्ट भयौँ। यो रेड क्यान्डल यसको धेरै हाई छ कि यसको हाई छ? के सर के अरे? यो ग्रिन क्यान्डलले धेरै हाई लगाएको छ कि यो रेड क्यान्डलले धेरै हाई लगाएको छ? यो रेड क्यान्डलले हाई लगायो योभन्दा अलिकति। हो सर अलिकति त्यसले लाछ, त्यसले लाछ। अब पुल ब्याकको लागि चाहिँ यो ग्रिन क्यान्डलले यसको के लियो? लो लियो, हाईमा गएर क्लोजिङ दियो, मजाको पुल ब्याक बनायो यो ठाउँमा, मजासँग यहाँदेखि इन्ट्री लिन सकिन्छ। अनि प्लस प्लस अर्को कुरा, यो ठाउँमा फेयर भ्यालु ग्याप पनि छ, ट्याप पनि छ। फेयरवेल ग्याप त छ सर, मजाले छ, पुल ब्याक पनि अँ, लाग्यो। मजाको पुल ब्याक पनि छ फेरि। सर भनेपछि एउटा क्यान्डलले लाएन भने अर्को क्यान्डललाई चुज गर्ने थियो त्यसो भए, जस्तो हामीले रातो क्यान्डल ल्यायौँ नि यसमा। हो, किन रातो क्यान्डल लेम ल भन्नुहोस् त किन लेम भन्दाखेरि त्यो यदि यो क्यान्डलमा लिने हो भनेपछि यो क्यान्डलको त लो नै ब्रेक भएन नि त फेरि, छैन छैन त्यही छैन भएर। हजुर छैन छैन अनि यसको त छैन। हेर्नु न, यो रातो क्यान्डलको त लो पनि ब्रेक भएको छ, हाई अँ, पनि फेरि क्लोजिङमा देखायो भने त्यो त पुरा मजाको पुल ब्याक हो। अँ, अँ। सर यसको पनि लगभग लगभग हुन लागेको छ माथिहरू त, छ त्यो दुइटा दुइटा रातो क्यान्डल बनाएको छ नि, त्यो एउटा ठुलो बुबा छ नि एउटा यहाँ हेर्दै। यहाँ लगभग यसलाई हेर्दा त अँ फर्स्टलाई हेर्नु है, अँ यो आयो माथि गयो, तल अँ आयो, हाई पनि अँ क्लोजिङ दियो, एउटा मुभ दियो, त्यसपछि अँ, चाहिँ यो ठाउँमा गएर बल्ल आएन। अनि अर्को फेरि यो ठाउँमा एउटा एफइजी छ अहिले नयाँ। हजुर जति हामीले अहिले पुल ब्याकलाई लियौँ त्यसलाई चाहिँ एउटा अडल बग भनेर लिन्छौँ। यो ठाउँमा हजुर आएर हजुर। चाहिँ मार्केटले करेक्सन दिन्छ हेर्नुहोस्। अनि करेक्सन पनि मिठै दिएको छ फेरि, ए बुझ्नुभयो भने। यो मुभ गयो, यहाँ पछाडि यो एफइजी छ, एफइजीबाट मोमेन्टम दिएको छ, अनि पुल ब्याक लिँदै माथि जाँदै पुल ब्याक लिँदै माथि जाँदै गरेको छ। एफइजीमा ट्याप गर्दै यसै गरी नै मोमेन्टम दिएछ नि त्यो हेर्नु। त ट्याप गर्दै भने के भनेको कुरो सर? ट्याप भनेको फिल गर्दै कि एफइजीलाई छुँदै गएछन् सबै। जस्तै यो एफइजीले ट्याप गर्यो अनि माथि गयो, अनि यो पनि एफइजीलाई ट्याप गर्यो माथि गयो, यस्तै। ए फिल गर्दै गइरहेछ हो। उम्, बुझ्नुभयो नि। हजुर सर हजुर हजुर सर। अ- अनि अर्को यो पुल ब्याकलाई यो भयो, पुल ब्याक अलिकति कन्फ्युजन हुनसक्छ, त्यही पनि यसो गर्नुला न। फिडब्याकलाई चाहिँ म अनि एकदम अडल सर एकदम अध्ययन गर्छु सर, यसलाई बाँकी राख्दिनँ सर। ल ठिक छ। यस्तै गर्नुभयो भने त तपाईँलाई प्रफिटेबल ट्रेडरबाट कसैले रोक्न सक्दैन। गर्ने सर गर्ने, त्यो बाँकी कहाँ राख्छु सर, अब त्यसो गर्ने कुरो भयो छोड्ने कुरो भन्नु।
अँ, अनि अर्को कुरा अब हेर्नुहोस् है अर्डर ब्लक लिने बेला हामीले कसरी लिन्छौँ सर के अरे भनेपछि सर, के अरे सर, के अरे अर्डर ब्लक अर्डर ब्लक? हजुर हजुर। अर्डर ब्लक भनेको के हो भनेपछि मैले भनिसकेँ नि त्यही ठुला प्लेयरहरूको पेन्डिङ अर्डरलाई नै अर्डर ब्लक भन्छ। ए पेन्डिङ ब्लक भनेको उनीहरूले बेच्न बाँकी के कसो सर? किन्न किन्न जस्तै 1 लाख किन्न खोजेको थियो भने चाहिँ 50,000 मात्रै तिनीहरूले किन्न पाए अनि 50,000 चाहिँ बाँकी रह्यो त्यो चाहिँ अर्को ग्रुपले आएर किन्छ ए ए ए ए त्यो ए ठाउँदेखि। जस्तै ए जस्तै मैले भन्न खोजेँ तपाईँलाई यो ठाउँमा हामीले एफइजी बनायो। हजुर यो तल पनि एउटा एफइजी छ यो लाइन तानेको ठाउँमा सानो त्योदेखि एफइजीदेखि तलको एरियालाई योलाई चाहिँ हामीले एउटा अडल ब्लक भनेर लिन्छौँ हेर्नुहोस्। तर यो ट्याप छैन अहिले ठिक छ हजुर एकदम क्लिन छ यो हजुर फ्युचरको लागि काम लाग्छ यो बुझ्नुभयो नि एकदम खतरा। अनि अर्को चाहिँ यो एफइजी मात्रै ट्याप छ यहाँदेखि फेरि एफइजीमा मात्रै ट्याप गरेर एउटा कुरा बुझ्नुहोस् यो ठाउँदेखि मान्छेले किन्न सुरु गरेका छन् लास्ट यो भयो क्यान्डल अनि त्यसपछि हामीलाई अर्डर बक भइसकेपछि हामीलाई जनायो कि मार्केटमा चाहिँ यो इम्ब्यालेन्सले चाहिँ हामीलाई जनायो कि मार्केटमा ठुलो बाइङ आएको रहेछ भनेर इम्ब्यालेन्स पनि देख्न सक्छ तपाईँले एफइजी। हजुर सर। यो एफइजी बन्नुको कारण नै त्यही त भने ठुला प्लेयरहरूले हेभी एमाउन्टमा बाई गरेपछि त बन्नियो त्यसको कारणले चाहिँ अर्डर लगाउने नेप्सीको चार्टको हेरौँ सबै यिनी चाहिँ एकचोटि भन्दा फेरि दुईचोटि काम लाग्दैन नै सर एकचोटि ट्याप गरिसकेपछि सक्यो। ए म एउटा कुरा तपाईँलाई अलि चार्टमा अलिक क्लिन बनाइदिन्छु ल रोक्नु है हेर्नु हेर्नु यो चार्टमा हेर्नुहोस् नेप्सेको यो हाम्रो सुरुमा एफइजी छ ठिक छ हजुर छ सर छ। लग्नु एफइजीलाई यसरी लिम मार्केटमा ट्याप गर्यो मतलब कि अर्को क्यान्डलले आएर छोइदियो अनि माथि गयो हजुर यसको काम सक्यो। अब काम सकेपछि माथिको एफइजीलाई मात्रै छ मार्केटले ए तर तलको एफइजीलाई त छैन छ छैन छ छैन। अनि आयो तलको एफइजीलाई छोयो फेरि छोयो सर छोयो फेरि छोयो। अनि गयो फेरि तलको एफइजीलाई छोयो फेरि यो अर्डर ब्लकलाई त छैन त लास्ट क्यान्डललाई छ छैन। अनि लास्ट क्यान्डल हाम्रो कहाँ काम लाग्ने भयो फ्युचरको लागि काम लाग्छ हेर्नुहोस् यो ठाउँमा यदि मार्केटमा फ्युचरमा राम्रो करेक्सन दिएपछि चाहिँ यो ठाउँदेखि अप जान्छ हेर्नु सर त्यहाँ पनि ल दिएको रहेछ ल्याएर त त्यहाँ पनि आएको रहेछ ऊ। ए आउँछ फ्युचरमा त आउने नै हो नि यहाँ फ्युचरमा आयो धेरै अलिकति पछि आयो तर यत्रो सेलिङ आइसकेपछि यो ठाउँमा हेर्नु न कुनैले पनि दिन सकेन माथि गयो त्यसपछि फेरि मोमेन्टम हो यो कुरा त म्यान सिक्न पर्ने रहेछ गुरु। यो त खत्रै मार्केट चल्ने नै यही अझ फरेक्समा त त्यत्रो मार्केट त यही चल्छ भनेपछि नेप्सी त के हो हो त नि हो त नि हो त नि। यो त फरेक्सको स्ट्राटेजी हो कि यो फरेक्सको हो कि मैले एउटा यो ए मैले यो नेप्सीमा त युज राम्रो हुन्छ भनेर मैले नेप्सीमा उ गरेको नत्र त्यो सबै फरेक्समा उ गर्ने हो ए यसलाई त 20औँ चोटि 25औँ चोटि नआयो सोधेर तपाईँसँग वर्षौँ दिन लाएर पनि अँ, यसलाई जानेर बस्नुपर्छ। हो अनि अझ लिक्विडिटी पर्नु पर्छ होइन यो यो हाम्रो एफइजी भयो हजुर सर। ट्याप गऱ्यो नि अर्को क्यान्डल ल्याएर एफिजी भने चाहिँ इम्ब्यालेन्स भन्न खोज्नुभयो कि फेयर भ्यालु ग्याप भन्न खोज्नुभयो? नाम एउटै हो अनि तिनटाको एउटै हो ऊ काम एउटै हो। मतलब कि हजुर एउटा मान्छेको तिनवटा नाम भए जस्तै ए ए ए ए, राशिको नाम अनि बोलाउने नाम त्यो नाम गरेर मैले बुझेँ गुरु बुझेँ 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 इम्ब्यालेन्स त्यो फेयर भ्यालु ग्याप त्यो सब सर फेयर भ्यालु ग्याप भनेको त्यो अर्डर ब्लक भनेको एउटै एउटै जस्तै हो। यस्तो तिनवटा नाम भयो भन्नुभयो तिनवटा एउटा त एफबिजी भयो एउटा चाहिँ इम्ब्यालेन्स भयो एउटा ट्याप भन्नु खोज्नुभयो त्यो फिल गर्यो भनेको। यस्तो हो सर कस्तो भनेपछि अलि रुक्नुहोस् मैले तपाईँलाई भन्दै एफभिजी भनेको फेयर भ्यालु ग्याप भयो है हजुर सर सुनिरहेको छु मैले भन्नुहोस् हजुर। यो चाहिँ त्यही तिनवटा क्यान्डलको बिचको ग्यापलाई भन्छ बुझ्नु है। अनि अर्को भयो इम्ब्यालेन्स इम्ब्यालेन्स भनेको पनि यही हो इम्ब्यालेन्सको मतलब के असन्तुलन त्यही मार्केट असन्तुलनमा छ अनि त्यही हो एफिजी र इम्ब्यालेन्स भयो। अर्डर ब्लक भनेको फेरि छुट्टै हो अर्डर ब्लक फेरि यसको तलको क्यान्डललाई चाहिँ अर्डर ब्लक भन्छ हेर्नु ठ्याक्कै यिनीहरू तिनवटाको तलको क्यान्डललाई चाहिँ अर्डर ब्लक भन्छ हेर्नु जसले लो लगायो त्यसको क्यान्डललाई चाहिँ अर्डर ब्लक भन्छ क्या बुझ्नुभयो नि। हजुर जस्तै सर कि यो ठाउँमा मार्केटले एउटा इम्ब्यालेन्स बनायो हजुर फेयर भ्यालु ग्याप ल म एउटै नामबाट बोलाउँछु अब फेयर भ्यालु ग्याप हजुर मार्केटमा आयो ट्याप गरेर मोमेन्टम दियो हजुर
यो अर्डर लास्ट क्यान्डललाई त छैन नि मार्केटले। फसेन। यदि मार्केटमा मान्नुहोस् कि यसलाई यसरी लास्ट क्यान्डललाई पनि छोएर गएको भए चाहिँ हामीले लिने थिएनौँ यसलाई फ्युचरको लागि। छैन। फसेन। नछोएपछि के गर्नु पर्यो, यो क्यान्डललाई मात्रै लिन्छौँ फ्युचरको लागि। यो यसलाई ठाउँमा चाहिँ आएर अर्डर ब्लक कस्तो भन्नु पर्यो। मोमेन्टम दिन्छ। अर्डर ब्लक भयो यो ठाउँमा आएर चाहिँ मोमेन्टम दिन्छ। तपाईँले जुन सपोर्ट एन्ड रेसिस्टेन्स पढ्नु भएको नि त्यसको पछाडिको साइकोलोजी यो हेर्नु है। ए त्यसलाई चाहिँ यसले गर्छ। यो त रियल रिजन भयो यो तपाईँको है। त्यो सपोर्ट एन्ड रेसिस्टेन्स मान्छेलाई के थाहा त? सिर्फ सपोर्ट भएपछि बढ्छ, रेसिस्टेन्स भएपछि घट्छ। हामीलाई के भयो त यहाँ भ्यालिड अर्डर ब्लक र इनभ्यालिड यो एफइजीले गर्दा मार्केटलाई सबै रन हुने नै यसले हो। यो भ्यालिड छ, कुनैले छैन भनेपछि यो सपोर्ट एकदम स्ट्रङ छ, अर्डर ब्लक पनि छ, इन्स्टिट्युसनहरू यहाँ बसेको छन्। यो ठाउँदेखि चाहिँ बाई गर्छन् भनेर चाहिँ बस्नु पर्यो। बुझ्नुभयो नि? हजुर सर, हजुर। अनि जस्तै यो ठाउँमा मार्केटमा चाहिँ एउटा एफइजी मार्केटमा चाहिँ ट्याप छ, यहीँ ट्याप गरेर गएको छ। हजुर। यो कुनै काम भएन फ्युचरको लागि, यसरी लिने होइन। बुझ्नु है, लिने होइन। अर्को छ यो ठाउँमा। अब यो ठाउँको चाहिँ तपाईँले इन फ्युचरको लागि चाहिँ यसलाई यसरी लिए पनि भयो मजाले। यदि फ्युचरमा आउँछ भनेपछि मार्केटले फेरि त्यस्तै मोमेन्टम दिन्छ हेर्नु, ब्याङ्किङको जस्तै। ब्याङ्किङमा हो, हेर्नुहोस् ब्याङ्किङमा यत्रो ब्याङ्क घटिरहेछ, तपाईँले देख्नुभयो नि यत्रो घट्यो, घटेर कहाँ पुग्यो ब्याङ्किङ सेक्टर। हजुर। पछि यो ठाउँदेखि फर्क्यो नि सर यो जुन हजुर। कुन कारणले फर्क्यो भनेर यसरी हामीले यसलाई हेर्दै जाऊँ। कुन कारणले केही थियो त्यस्तो फर्किने जस्तो एरिया, कुनै एफइजी अथवा अर्डर ब्लक, अब हेर्दै जाऊँ। अनि यो टुप्पामा गएर हामीले हेऱ्यौँ भनेपछि बल्ल हामीलाई थाहा हुन्छ कि एफइजी मार्केटमा चाहिँ सुरुमै ट्याप रहेछ, कुनै कामको भएन, बच्यो अर्डर ब्लक यो क्यान्डल मात्रै। हजुर। अनि म तपाईँलाई के भनेको थिएँ, अब फ्युचरको लागि यो काम लाग्छ। यो फ्युचरमा हेर्नुहोस् कत्रो मार्केटको मोमेन्टम यसले उडाइदिन्छ हेर्नुहोला है। ल देख्नु भएको छ नि देखेँ सर, देखेँ, देखेँ, देखेँ। यसको मोमेन्टम कसरी उडाइरहेको छ। मैले भन्न खोजेको त्यही हो। फ्युचरमा चाहिँ यसरी तपाईँलाई चाहिँ एउटा आश हुन्छ नि मार्केट कहाँदेखि फर्केला यो भन्ने चाहिँ यो यहाँदेखि फर्केला भन्न सक्यो। जो कि ट्याप छैन, एकदम ऊ छ, ऊ भएकोले गर्दा चाहिँ त्यो भयो। अब यो एफइजीलाई लिन पाइएन, फेरि किन पाइएन त भन्दाखेरि यो त यहीँ ट्याप छ नि सर, यो त फेल गरिदिन्छ। अब यहाँ कुनै आश छैन हामीसँग यो एफइजीले काम गर्ला भन्ने, यसको त पुरै फेलै हो यो। यहाँ ट्र्याप हुन्छ नभए यहाँ जति पनि यो सपोर्ट बन्छ सबै ट्र्यापवाला सपोर्ट हुन्छ। अब यो बच्या कुनैले सकेन, क्लिन छ यो। अब ढुक्क छौँ हामी, के को ढुक्क भयौँ, यो अर्डर ब्लकमा मार्केट मेकरहरूले लङ टर्मको लागि राखेको छन्। सर यहाँदेखि ठुलो पानी जान्छ। यो ग्रिन क्यान्डलले छोएको छैन सर यसलाई। यस्तो छ, ग्रिन क्यान्डलले छोको भन्नुभन्दा कस्तो भनेपछि अर्डर ब्लक लिने बेला तपाईँले यो इम्ब्यालेन्स पछिको लिनुहुन्छ। हजुर। इम्ब्यालेन्स पछिका क्यान्डलहरूले छुनु भएन, इम्ब्यालेन्स बनिसकेपछिका क्यान्डलहरूले छुनु भएन। इम्ब्यालेन्स भन्दा तल छुनु भएन। हो, यिनीहरूले छुनु भएन। बल्ल बुझेँ बुझेको रहन्छु। र इम्ब्यालेन्स इम्ब्यालेन्स बनेपछि पो हामीलाई थाहा भएर मार्केट मेकरहरू यो ठाउँमा छिरेखान्। नत्र भने त तपाईँले यो बन्नुभन्दा अगाडि त यहाँ ट्याप छ भने त्यो कुनै ऊ नै भएन नि। यो त इम्ब्यालेन्स बनिसक्यो नि त पछि, अनि यसलाई लिनुभयो अर्डर ब्लकको रूपमा। सर सुन्नु न, त्यसैलाई हेर्दा सर त्यसैलाई त त्यो ग्रिन क्यान्डललाई त फेरि ट्याप गरिसकेर छ उसले, यो क्यान्डलले। हजुर, हो, देख्नुभयो त्यसले, हो त्यसले ग्रिन क्यान्डल यसले त्यसले यसले ट्याप गरेको छ। त्यति बेला हजुर भन्नु यो त काम लागेर भनेर। यो काम लाग्दैन, बच्या यो मात्रै, यो त क्लिन हो। यसले त मार्केटलाई त एकदम मोमेन्टम दिन्छ यो एउटाले मात्रै त। लङ टर्ममा चाहिँ यस्तो ध्यान दिनु पर्यो है सर। हजुर लङ टर्म सर्ट टर्म भनौँ न, कहाँबाट फर्केला भन्ने हजुर कुरा हो। हजुर हजुर हजुर। अब जस्तै अर्को भर्खरकै हेरौँ, मार्केटमा ब्याङ्किङको यो एरियामा एउटा इम्ब्यालेन्स रहेछ। मार्केटमा इम्ब्यालेन्समा चाहिँ मार्केटले ट्याप गरेको छ, तर यो अर्डर ब्लकलाई चाहिँ मार्केटले ट्याप गरेको छैन, 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 छैन नि। छैन, छैन, छैन। अब हेर्नु न, यहाँ यहीँ आएर गऱ्यो। आएर मार्केट मोमेन्टम, त्यहीँ गएर मोमेन्टम दिएछ। हो, यसलाई चाहिँ के भन्छ, यसलाई अहिले पढेको हामीले अर्डर ब्लक भन्छौँ। अर्डर ब्लक भन्छौँ, हजुर यसलाई अर्डर ब्लक भन्छौँ। यो अर्डर ब्लक र एफइजी प्लस लिक्विडिटीलाई मास्टर गर्ने भनेपछि नेप्सीमा कुनै अरू चिज हेर्नु पर्दैन तपाईँलाई। यहाँ मैले कुनै यो इन्डिकेटरहरू यताउता केही छैन भएको सर, छैन नि, छैन, हेर्नु न छैन, मार्केटको छैन, मोमेन्टम छैन। कति मजासँग गएको छ। हो नि, हो। भोल्युम पनि छैन हामीलाई, यहाँ भोल्युम पनि लगाएको छैन।
छैन त्यो भोल्युम पनि लगाएको छ नि त एकदम चार्ट क्लिन छ, सिर्फ यो दुइटा युज गरेर सबै यही छ। ए हजुर यसरी मोमेन्टम दिन्छ हेर्नुहोस् मार्केटले। अनि अर्को कुरा ल हेर्नु, अर्को कुरा है, यो त एफइजी थियो ल है, मार्केटमा ट्याप गर्यो अनि बच्यो अर्डर ब्लक है, यो अर्डर ब्लक पनि छ मार्केटमा। अर्डर ब्लकको पनि तपाईँले के गर्नुपर्ने हुन्छ भनेपछि सर, हेलो, रियाक्सन हेर्नुपर्ने हुन्छ फेरि मार्केटमा, नेगेटिभ दिन्छ कि पोजिटिभ। यो नेगेटिभ दियो रियाक्सन, यो नेगेटिभ दिनुको पछाडि किन रहेछ भन्दाखेरि चाहिँ यो ठाउँमा यस्तो क्लिन अर्डर ब्लक छ, त्यसको कारणले चाहिँ यसलाई उ दियो है। हेर्नुहोस् नजिक नजिक पनि हेर्नुपर्ने हुन्छ के कस्तो छ। हेलो सर। सर मैले सुनिरहेको छु सर, हजुर बोल्नुहोस् त, म सुनिरहेको छु। ल ठिक छ, यसरी मोमेन्टम दिन्छ। अनि हिजो तपाईँलाई मैले के भनेको थिएँ सर, यो नेप्से यो किन उठ्यो भन्ने कुरा हेर्नु है। ल अर्को कुरा हेरौँ, यो एफइजी नेप्सेमा छ, ठिक छ, ट्याप भयो, बच्यो यो अर्डर ब्लक। अर्डर ब्लकमा आएर मार्केटले हेर्नुहोस् डाइरेक्ट नेगेटिभ दियो, हामी फसिनौँ एमा। फेरि अर्को हेर्नु पर्यो, यो एफइजी छ मार्केटमा, यो ट्याप छ, कुनै कामको भएन। तलको यो क्यान्डललाई चाहिँ हामीले एज अ अर्डर ब्लक लिनु पर्यो। यसरी मार्केटले चाहिँ मोमेन्टम दियो, बल्ल यहाँदेखि अड्ड्यो। अब हाम्रो न्यू डिलिङ रेन्ज चाहिँ बन्यो नेप्से, हेर्नु बुझ्नुभयो नि सर नेप्से न्यू। हजुर जब यहाँ बन्यो नि सर, जब लास्टको यसमा यसमा हामीले इन्ट्री गर्ने भन्छ, जब यहाँ क्यान्डल बन्छ त्यहाँबाट इन्ट्री लिने। हेर्नु, के हुन्छ भनेपछि मार्केट मेकरहरूले पनि अलि स्मार्टली के गर्छन् भनेपछि चाहिँ यो ठाउँमा किन यो अर्डर ब्लकले काम गरेन भन्ने कुरा यसो बुझौँ है। अब मार्केटको साइकोलोजीले बुझौँ है, बुझ्नु है। नर्मली मान्छेहरूले यो ठाउँमा किनेको थिए धेरै सर जस्तोले, हजुर 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 यो ठाउँमा किने, तर तिनीहरूले बेच्दै बेचिनन्। के हेर्नुहोस्, यत्रो क्यान्डल देख्दा पनि तिनीहरूले बेचिनन्। मार्केटको एउटा एरिया थियो जो फर्किने, दुईवटा एरिया थियो, एउटा यो एउटा यो। माथिदेखि फर्किने थियो धेरै चान्स, माथि पनि फर्किन। किन फर्किन भन्दाखेरि चाहिँ मान्छेहरूले बेच्दै बेचिनन्। यदि मान्छेलाई भगाएर पो जाने यो मार्केट अफ गयो भने, मान्छेहरू लास्टमा यो प्यानिक बनाएर यत्रो क्यान्डल बनाइसकेपछि चाहिँ मान्छेहरूले प्यानिक भएर फाले नि, उम्, अनि बल्ल मार्केटको मोमेन्टम चाहिँ माथिको अर्डर ब्लक चाहिँ हाम्रो सुरुमै उ गरिदियो, ढाकिदियो। अर्को अर्डर ब्लकमा गएर चाहिँ अड्ड्यो मार्केट, ट्याक्कै अड्ड्यो। हो। यो अर्डर ब्लकमा चाहिँ ठ्याक्कै अड्ड्याछ, विकसम्म लिनुहोस्, यति लिनुहोस्, ट्याक्कै अड्ड्याछ, यहीँदेखि मोमेन्टम दिएछ फेरि। अनि कुरो जब त्यहाँ मोमेन्टम दियो नि सर त्यहाँ, हजुर त्यतिखेर अनि हामीले पोजिसन लिने कि अथवा केही अझ कुर्ने कि कसो कुरो हो? त्यो पनि बिस्तारै जान्छौँ अगाडि, भनिदिइहाल्छु। वान वान आवरको टाइम फ्रेम हेरेर अनि हामीले यसरी हेर्ने एफिजिहरू, अनि त्यसरी हामी जान्छौँ। ए आई ठिक छ, त्यति मात्रै बुझौँ, पछि इन्ट्री कसरी लिने कि त फेरि सिकाउँला है सर। लास्ट हजुर हजुर, त्यो बुझ्नु न। कस्तो मजाले बुझियो सर, किन मुभ भयो यहाँ, किन मार्केट यहाँ फर्क्यो, बल्ल बुझियो नि त। देख्नुभयो नि। अनि अरू, अनि त्यही त छ नि सर, यो अर्को कारण चाहिँ मार्केटमा चाहिँ बेचिनन् कि सर, के को वेटमा छन् भनेपछि मार्केट एउटा पुल ब्याकदेखि बेचुवाला छन्, अनि यत्रो घट्दा पनि बेचिनन्। हेर्नु न, नर्मली मुभ थियो, जुन अर्डर ब्लकमा आछ मार्केटले सिधै यत्रो प्यानिक क्यान्डल बनाइदियो, हेर्नु न कत्रो देखा। हजुर हजुर, कारण मान्छे त्यहाँ त्यसपछि त अब मान्छेहरू त त्यसपछि त अब मान्छेहरू त्यही त अनि साइकोलोजीमा नै अलिकति डिस्टर्ब भएर चाहिँ फाल्ने। हजुर जब तिनीहरूले फालिदिन्छन् बल्ल हाम्रो इन्ट्री हुन्छ। हो। हजुर ठिक छ सर, यसलाई अध्ययन राम्रोसित गर्नु पऱ्यो गुरु। त्यसो भए गुरु यो आजलाई यति गरौँ कि यसलाई अध्ययन गरौँ यति यो? तपाईँले भन्नुहोस्, तपाईँले कन्फ्युज हुनुहुन्छ भने म चाहिँ भनिदिन्छु। यो पुल ब्याक र अर्डर ब्लक पढ्यौँ, दुइटा कुरा चाहिँ अनि अलि हिजो रुल इम्बेलेन्स बुझ्नु। पढ्यौँ। हिजो इम्ब्यालेन्स पढ्यौँ, दुइटा एउटा अर्को रुल्स। यिनी तिनटैले चाहिँ एक्चुअली काम गर्ने भए, अब मान्नुहोस् कि यो ठाउँमा यस्तो राम्रो काम गर्यो, अब हामीले फेरि यो अर्डर ब्लकले त राम्रो काम गरेको थियो, फेरि अर्कोचोटि पनि राम्रो काम गर्छ भनेर लिने होइन नि फेरि कहिले नि। ए ए, ए, ए। सक्यो, अब नयाँ लिने, अब नयाँ यसरी सर लिने सुन्नु न, सपोज त्यसलाई। मान्नुहोस् जो फेरि जो यो अर्डर ब्लकले काम गरेको थियो नि अहिले लास्टको, हजुर एकचोटि त्यही एउटा बनाउँदा सर, एकचोटि फेरि बनाउँदा त अर्डर ब्लक तान्नु त।
हो लाउनु। त्यहाँ अझै यही छ ओरसा तान्नु सर हो त्यहाँ सर छ नि जो अहिले बजार जो माथि छ नि सर माथि अहिलेको बजार छ नि माथि हजुर। हो त्यसलाई यसलाई यो फेरि फर्केर यही अर्डर ब्लकमा आयो भने यसो तानेर तल आउँदाखेरि हो त्यहाँ आयो भने त्यसलाई लिने कि अब नलिने यो अर्डर बकले मार्केटलाई यत्रो उडाइदियो नि हजुर यो ठुलै मोमेन्टम दिएको छ। अब हजुर यसको हाम्रो काम छैन, यो सकियो। अब हामीले नयाँ खोज्छौँ त, अब नयाँ यसरी जाने बेला पनि त यो इम्ब्यालेन्स बनायो। इम्ब्यालेन्स पछिको यो क्यानल त अर्डर ब्लक हो नि त यी। ए हो मैले हो, बुझेँ यहाँ सर गएर बुझेँ मोमेन्टम बुझेँ कस्तो बुझेँ दिन्छौँ बुझेँ भनेर बुझेँ हेर्नु हो पर्यो। बुझेँ सर बुझेँ अब यसलाई हेर्दैन हामीले हैन उताकोलाई छोडेर ए, हजुर, ए, त्यसरी हो। ए, हस् सर हस् यसलाई म एकदम अध्ययन गर्छु है सर पहिला आज एकदम मजाले यति गरौँ यसलाई अब हजुर। अर्को टपिक फेरि भोलि फेरि पढाउँला सर बेलुका कति रहेछ सर क्लास मलाई लिङ्क पठाउनु ल म चुपचाप सुनेर मात्रै बस्छु है सर बेलुका त्यो बेलुका 3-4 जना नयाँ स्टुडेन्ट हुनुहुन्छ एकदम, त्यहाँहरूलाई पनि अब यो इम्ब्यालेन्सदेखि सुरु गर्ने आउला न। सर हुन्छ सर मलाई लिङ्क पनि पठाइदिनु होला मैले चाहिँ त्यहाँ सुनेर मात्रै बस्छु अनि अरू खासै के छ हजुर। यसलाई म अध्ययन गर्छु है सर पहिला यसलाई पहिला मजाले अध्ययन गर्छु है त यसलाई अध्ययन गर्नुभयो भने त एउटा लिक्विडिटीको एउटा मेन कन्सेप्ट छ, त्यसलाई चाहिँ एकदम पुरै डिटेलमै पढ्नुपर्छ। त्यो त पुरै क्यानलको थ्योरी पढ्ने हो, यताउता यो क्यानलले किन यस्तो मजाले बन्यो, हुन्छ सर योले के छ यसको सुनेको कुरा संज्ञा। हो लामो समय लागोस् सर 15-17 दिन लागोस् अब यो जति लाए पनि अब हजुरसँग लामो समय बसेर काम गर्ने हो है सर पिरो मार्नुहोस् हुन्छ, है सर हुन्छ भइहाल्यो नि। अँ, लामो समय बस्ने अब त्यहाँ हस् बिस्तारै सर। बिस्तारै गर्ने सर मैले यसलाई मैले रिकर्ड गर्छु सर अनि ल, बेलुका मलाई लिङ्क पठाइदिनु होला त्यसमा म पनि बस्छु है सर म म्यासेज गरौँला हजुरलाई हि- हिजोको रेकर्ड पठाउनु त अघि मैले सुन्नु म पर्यो कस्तो हजुरलाई के मैले त्यो भयो। वाट्सएपमा मैले हजुरलाई पठाइदिन्छु है सर हस् 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 हुन्छ सर है सर हस् थ्याङ्क यू हस् सर, हुन्छ, थ्याङ्क यू।